हेलो हेलो सङ्गीता हो ए कहाँ हो म यतै घरतिरै छु आज कहाँ जानु त घुम्न जाऊँ न त नाइ नजाने जाऊँ न त घुम्न ए हुन्छ ल पहिला भेटेको ठाउँमा आउँछु ल ल म उता तल गएर बस्छु त्यही अब है ल ल छिटो आउनु ल सम्झना आयो क्या आउँछ अरू पनि छन् क्या केटाहरू छैन मेरो त एउटा मेरो पनि तिन लाग्छ कतिजना केटीहरूले ठिक्क पारेर हिँड्छ होइन होइन कसम त्यस्तो छैन तिमीले माया गरेपछि मैले पनि माया गर्छु किन त्यस्तो छ जस्तो लाग्छ जहाँ छैन फरक छ होला कतिजना केटीहरूलाई ठिक्क पारेर हिँड्छ होइन त्यस्तो छैन तिमीले धन्यवाद हेलो हेलो सर कहाँ हो के गर्छौ त किन घुम्न जाऊँ न त कस्तो बोर लागिरहेको तिमीसँग घुम्न आएको ल ल त्यही पहिल्यै भेटेको ठाउँमा आउनु त्यही पुरानै ठाउँमा ल ल अब छिट्टो है ओके ल ल किन ढिला आएको म समस्या परेर कि अर्को बोयफ्रेन्ड थियो ओ अब जस्तो हो कि क्या मेरो त छैन सही माया गर्छु मलाई ओ कसम किन लगाएको हो माया लाग्दैन क्या हो मैले त कमै भइसक्यो त जाने हो जान्छु हो र पछाडि भेट्छु ल ल। बाई हेलो हेलो समीक्षा कहाँ हो म घरमै छु धेरै गयो ए भेट्न आउने ल ल आऊ न तल त्यही पहिलाकै ठाउँमा आऊ न त्यही पुरानो ठाउँमा ठिकै छ म आउँछु त्यो वेट गरेर बस्छ ल आउँछौ ओके बाई
गरेको थियो यति ढिला त भइहाल्छ नि यार बोयफ्रेन्ड देखेको छैन मेरो हस्बेन्ड पनि छैन बिल्कुल तिमी बाहेक अरू कोही छैन कस्तो ट्युसन पढ्छु भनेको होइन पढ्छु ए कति बजी जाने ए 4:30 भइसकेछ बाबु फेरि पछि भेट्दैन त्यसले हामीलाई झिलायो त्यसले आज छोड्नै हुन्न हो उसलाई छोड्नु हुन्न लुग म फोन गर्छु साइ हेलो नारायण तिमी मलाई भेट न त्यही पुरानै ठाउँमा आउँछौ म वेट गरिरहेको हुन्छ है ओके तैँले हाम्रो भावनासँग खेल्न खोज्ने छोड्नु हुने यसलाई यसले धेरै नारीको भावनामाथि खेलबाड गरिसक्यो यसलाई छोड्ने होइन आज नमस्कार यो सर्ट मुभी प्ले बोयको सम्पूर्ण कथावस्तु अनि पात्रहरू काल्पनिक हुन् यदि कसैको वास्तविक जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ यसलाई सामाजिक सन्देशको रूपमा लिदिनुहोला धन्यवाद